हेलो साथीहरू, म चाहिँ मेरो गालामा टाँसेको कपाल मिलाउँदै यो भ्लग सुरु गर्दैछु। मेरो हजुर र म चाहिँ मेट्रो वेट गर्दै थियौँ। त्यतिकैमा मैले चाहिँ सुकुरिन हाट बनाएँ र मेट्रो पनि तुरुन्तै आइहाल्यो। मजा गरेँ। मेट्रोको आउने टाइमै भएको थियो बाइ द वे। अनि मेट्रोमा पनि मेरो हजुरलाई जिस्काउँदै थिएँ, उहाँले मेरो कपाल पनि मिलाइदिन्छु। अनि म के गर्नु, मक्ख पर्नु परेन त। यहाँबाट हामी छुट्टियौँ अनि म चाहिँ एक्लै बाटोमा लकर हिँड्न थालेँ। जताततै गाडी मात्र छ, आफू चाहिँ 11 नम्बरको गाडीमा। मेरो साथी कान्तिलाई भेटेपछि हामी गफसँगै चिया र पराठा खान थाल्यौँ। सिरियस गफ भएको थियो, त्यही भएर भिडियो यहाँबाट बनाइनँ मैले। घर आएर खाना बनाउनुको साटो मैले बनाएँ करेन्टमा मसला हालेर खाना मजै छुट्टै छ। ल करेन्ट मसला हालिसकेपछि मजाले मिक्स गरेँ मैले, मिक्स 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 अनि एकदम तातो थियो, फुफु गरेर करेन्ट चाउचाउ खान थालेँ। अझै पनि मेरो भोक मेटिएन, अनि त्यही भएर फ्रिजमा राखेको चिसो जुस खान थालेँ। जुस एकदमै चिसो थियो, त्यही भएर त्यसलाई एकदमै हल्लाएर सेक गरेर मैले खाएँ। तै पनि मेरो भोक मेटिएन। अब मैले चक्लेट खाने विचार गरेँ। टोबलरुन चक्लेट गम गम खाइसकेपछि बल्ल मलाई निद्रा लाग्ला जस्तो भयो। ल अब सुतिन्छ।